hacerle face. Ya. Más. 제가 그거 가길 제가 Dùng mẹ. 영. Ceta babu, cet. Rians babu ceta. Wah. Beda. Ada. Bunga thấy không? Có chua. 오, 저러. 근처에서 바바스가 쏘아. 취하동. 취하동이야. 취하동. 되는 거 가? 여기는 차가. 너거 차가 산 차차 저거. 안 하고. hay là biến ra theo nguồn mà Ni pati yang pati mea de malu lah. Biasa dah. Yayo lah. गजब ला vacation.
Sudah location mal dah mesti. Ini dewa ya, YouTube dewa ya. Thoro, tu ni tahu lah, salah, sal dia. Bapak yang mula. Layar lewat. Kak, maju. क्या लिँदा भयो Kak, Namaste. namaste. Kawannya, ayah. Syukur ayah. Oh, Jatuh kaki apa babu? tu ada dua. Si ada dua. Babar kiasa. Oh, babu pak. Kamu kia? Wah. Dah.
भोज खान आएको थियो हामी चाहिँ दसैँको भोज खान आएको थियो तर अब पानी परेको भएर चाहिँ भोज भएन हामीले चटपटे पानी गऱ्यो होइन अनि अहिले चाहिँ पानी परिरहेको भएर उता तल खोलामा बाढी आएको छ अरे हामी बाढी हेर्न बाढी तपाईँहरू आउनु सो हामी चाहिँ बाटोमा छौँ जाँदैछौँ र मौसम चाहिँ एकदम चिसो चिसो के भन्छ हाम्रो रसिलो एकदम मिठो रसिलो त्यस्तै छ गुलियो रसिलो छ सबैतिर चिसो चिसो छ भिजेको छ आफूले के बोल्ने खोलाले बगायो भने तपाईँलाई आउँछ ए भने बगाउँदाखेरि चाहिँ तपाईँको ज्याकेट समातेर सक्छु सँगै हुन्छ नि त ल कहाँ पुग्छ पुग्छ होइन साथी भए पनि हुन्छ केही गरी बाँच्यो भने साथी त चाहियो ए झन्डै लड्यो अहिले चाहिन्छ साथी चप्पल त पनि यसरी नै गइदिउँ ए अब हिँड्दै ऊ मन्दिर जानुपर्छ होइन के गर्ने यस्तै भयो दसैँको भोज खान आएको लो कत्रो ठुलो खोला चाहिँ अस्तिमा सुकिसकेको थियो त्यो हिँड्दै हामी डाप्चा पुल आइपुग्यो गाडीहरू के पनि आउनु दिएको छैन यहाँ तपाईँले देख्न सक्नुहुन्छ रोड खाली भएको छ होइन पहिरो गएको कारणले फेरि उता रोसी खोलाको पानीको सतह चाहिँ बढ्दैछ अरे त्यही भएर हामी बाजिरहेको छ र अब हामी यता जान्छौँ कहाँ डाप्चा खोला पनि एकदम ठुलो आइरहेछ आज सो गाइस तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ खोलाको सतह पनि बिस्तारै बिस्तारै बढ्दै रहेको छ बाढी हुने एकदम सम्भावना रहेको छ भयो नमस्कार कति नमस्कार र हाम्रो छिटो छिटो खबरमा तपाईँहरू जान स्वागत छ र यहाँ रहेको छ हाम्रो मामा घरको खोला यहाँ चाहिँ बाढी आइरहेको अवस्था रहेको छ तपाईँहरूले देख्न सक्नुहुन्छ पहिलाको वर्ष चाहिँ खोला यहाँ माथि मन्दिर दर्शन गर्न आएको थियो है पहिलाको वर्ष यो सबै डुबान भयो नि त यो हनुमान सबै लगायो भने है हनुमान एउटा बाँकी थियो होइन त्यो मन्दिर चाहिँ सबै लगाएको थियो ऊ त्यो नारायण मन्दिरको त्यो सटल पनि पोहोर सबै यस्तो ड्यामेज भएको थियो अब यसपालि पनि यत्रो लेभल भरिसकेको छ अब यहाँ अर्को खोला रहेछ मुनि यताबाट आइरहेको हेर न यहाँ तिनवटा खोला जुट्ने रहेछ है ऊ यहाँ एउटा जुटिरहेछ एउटा यहाँ हाम्रै तलबाट आइरहेछ एउटा त्यहाँबाट आइरहेछ अर्को बाढी आएको छ यो खोलाले चाहिँ बगायो चढ्ने त होला नि कस्तो चिप्लो रहेछ दौडी आइसक्नु त्यो यो चाहिँ डिफ्रेन्ट उयो यो भित्र नि मन्दिर मूर्तिभित्र नि त्यहाँ हेर्नु न ढुङ्गाभित्र त्यो भगवान् टाइपको देखाएको छ कि मूर्तिमा अनि त्यही भएर यस्तो ढुङ्गाहरू चाहिँ पर्ने यो सबै डुबान भयो नि त यो ठुलो माटो के ठुलो ओम रहेछ नि त है
ओम नमः शिवाय रे यहाँबाट एउटा खोला मिस्या छ सानो अनि त्यहाँ भित्रबाट एउटा खोला मिस्या छ अनि माथिबाट त आएको छँदैछ होइन फेरि दाप्चाबाट आएको खोला हो त्यहाँनिर त्यो ढुङ्गा कति स्पिडले लगायो हामी त के होला ढुङ्गा उतै ढुङ्गा लगाइसक्यो कि अस्ट्रेलिया फेरि के लिएर आयो रेड वाला एकदम रोड चाहिँ खाली छ कस्तो राम्रो है रोड त्यो पानी परेर चाहिँ सबैलाई सार्वजनिक बिराइरहेको छ जाडोमा आरामले तात्या खाने सुत्ने यो चाहिँ अप्सन छ क्या तपाईँहरूलाई गर्न चाहनुहुन्छ भने पाइ नपाइ ए आज शनिबार भएर पनि त्यो बैङ्क बन्द भयो होला बैङ्क त त्यही भएर त्यो पाइ खोल्नेहरूको लागि चाहिँ अप्सन छ खोल्न नि पाइ उयो भाँडा कुराहरू चाहिँ नभिज्ने सामान यो चाहिँ तपाईँहरूको इच्छा दिवस झन्झन ठुलो पानी पऱ्यो है यहाँबाट चाहिँ स्थानीयहरू सबैलाई यहाँबाट चाहिँ स्थानीय सबैलाई बन्द गरेको छ है यहाँबाट चाहिँ उता जान दिएको छैन बन्दै छ बाटो सबै पुरा ब्लक हानेको छ पुलिसले तर स्मुथ छ है क्यामेरा ल कसको दाइको क्या बाबा हाले स्मुथ आइरहेछ क्या कुन चाहिँ मुहार हो दाजु अलिकति होइन भाग्न चाहिँ मजाले पऱ्यो क्या तपाईँ भागै मिलेन म तपाईँको सट्टा त्यहाँ इन्सा पहिला त अगाडिसम्म चाहिँ भगाउँछु नि खोला टरेछ अब कुटु रिसोर्ट कुटुम्ब रहेछ कुटुम्ब लिएर बाटै छैन है बाटै भड्काएछ तर्न सकिन्छ होला त हामी रिस्क लिँदै नलिने नि गुम्बा जाने बाटो भड्कायो ल खतरनाक ए हामी यहीँबाट गुम्बा गयो नि त यहाँ जाने बाटो बन्द छैन बाटै कटान गरेर है बाइक अब त कति दिनसम्म बाइकै आउँदैन होला उता मान्छेहरू अड्केको छ पारीको पारी नै भइरहेछ यता हामी उता जानै पर्दैन उनीहरू आउनुपर्ने मान्छे चाहिँ आउन पाएन नि बाटो हामी अब यो बाटो फर्किने वाउ रिङ्गटा लाग्ने रहेछ पानीमा हेर्दा त कस्तो यिनीहरूको चाहिँ होइन भिआइपी जुत्ता लाएर रहेछ त्यहाँ झन् ठुलो पानी हुन्छ यहाँबाट पुरा ब्लकेज रहेछ
यहाँ माथिको मान्छेहरू माथि नै छन् आउँदैछन् उता हेर्नु भित्र हुँदै आउँदैछ खोइ कहाँ छ मान्छेहरू निकै कष्टकर ल खतरा पारामा आउँदैछ अङ्कलहरू यसरी आउँछ एन्टीहरू चाहिँ आउन नसकेर पारि नै छन् म बाढी पहिरो हेर्न आएको रे दाजु मोबाइल बिग्रियो त के हो पानीले फेरि पहिला जस्तै डिजिटल भयो मोबाइल बिग्रियो दाजु त्यो बाइकवाला त अब आउँदैन है बाइक त फर्किन्छ पछाडि ए उले खबरेको छ बाइक फर्कायो उ भयो भने हुन्छ यसको प्राइस कति हो दाजु 69 कति 69 हो कि 79 हो अफिसको कामको लागि कुन हो यही हो पद अर्कै थियो होइन ल हेर न ल त्यो दाइले पनि रोड क्रस गरेर त्यो रोड खोला क्रस हो क्या रोड क्रस होइन जुत्ता बगाइदियो यार दाइको जुत्ता त उता पुगिसक्यो मुनि नै उठ्या रोकिरहेको छ भने खोइ उहाँ हो छेउमा उसले खोला क्रस गर्न नसकेर बस्दैछन् नि यहाँ दौडी यार छेउछेउबाट दौडी यार भैँसी लड्यो भाइ भैँसी लड्यो है माया बिरबाट हेर ल लड्यो यिनी छ हेर है हिल्लाएको जसरी हिँड्दा त लल देखुन् न कामको झलक आएछ कामको झलक Dylan. चीज बोल ना कहाँ चीज बोल कहाँ वो चल ले चल रही हो यार ना दाम कैसे कासाडेको भिडियो बनायो
कमिलाले को कमिला कति छिरै छ ल न कमिला कति छिरा पेहाउ दम न पेहाउ ला कमिला छिरा आज हामी सर्ट हाइक आएको कुण्डेबाट 1.5 घण्टाको लागि सर्ट हाइक दुईजना हिँड्दैछन् नसकी हिँड्दैछन् बाहिर आएको अरे घुम्न आउनु पर्यो भनेर ल आमे खाऊ Asini. Ayo. Asini. Ini gaya mana? Kiga. Apa? Apa ya? Juga. Kamu जानुपर्ने चाहिँ गुम्बा ठाउँ ठाउँमा अम्बा रहेछ अम्बा टिप्दै खाँदैछौँ हामी हाइकिङमा सर्ट हाइक कसै स्टाइल चाहिँ उसो मामा याना Sama-sama ya. Soy mo ko. Sana ngana sana ora di sana ngana wa. Fik ya ya. Ji che wa mu. Chole ta wo bie chu. Ka. Santua san. Ji sabe ole ka camera thana chai chagan gan na ne. Fido. Sopada film kan. Dilla. दो चार पैसे कटायो डोडो बाख्रा चराने आए हम जन्मा गायमा फक्ने TV लाई आउनु नि त बेडरुम सानो काको छ अन्ते आउँदैछ बरन ढिलाको घुमेर बस्छ नि अलि बुद्धि लगाउनु पर्छ दाजु यहाँ दिन त एउटा मिनी भ्लग बनाऊ कहाँ डबेर खिच्यो हाम्रो खिचिरा निनीहरुको खिच्यो अन्न के हाँसेर बडा खै अम्बा दिन्न हामी हाँसौँ अम्बा अम्बा रोक्नु पऱ्यो अम्बा खान्छौ अनि भोक लागिरहेको छ रोक्नु खोइ रोक्ने रोडै हुँदैन चाहिँ अम्बा धुनी अब ब्युटिफुल लेडी भिडियो बनाएर खायो खायो नि भिडियो बनाएर खाइहाल्यो त फेरि भित्र कोच्या ए बाबा र यो अम्बा चाहिँ यति माथि टिप्या अझै
यति मात्र हो बोडे आम्बा तन्नै हो बाटोमा जाउँ न जाने भाइ अरू जाने यहाँबाट कहाँ पुग्छ तल त्यो मुनि छ नि त्यो ग्राभेलहरूको मोड छ नि त्यहाँ पुग्छ ग्राभेल भएको मोड वहीँ तल सिधै ल त्योभन्दा एक मोड माथि ट्याक्कै हाइन्डर रोड्दै रोड आएको मलाई लागिरहेको छ तपाईँहरू मोडै मोड आउँछ नि तेरोमा सिस्नो पानीसँग छल्दै सिस्नो पनि त्यति छैन यहाँ थोरै छ होइन दुईजना हिँड्छ र त्यो भएर उयो एउटा अलिकति त्यो ऊ अलिकति गएको छ होइन त्यहाँ अलिकति तान्यो भने मजाले हिँड्नुहुन्छ एउटा ठाउँमा चाहिँ अट्नु पऱ्यो क्या भ्लग बनाउँदै हिँड्नुपर्छ कि अहिले त्यहाँ भ्लग पनि राख दाजु अम्बा कसरी टिप्नु भयो तपाईँले खोइ चरे देखायो जुन आमाको बोर्ड छैन देख्नु बाँध जस्तो चल्छ टर्न छ यहाँ एन्टी चरा एन्टी चरे ओ देखाइदिनु कुवा हाम्रो निनी चाहिँ एकदम होइन अम्बा चोर्नु चाहिँ सिकाल्नु हुँदो रहेछ पहिला पनि धेरै चोर मार्छ होइन गेस गरेको डाक्कै के मिल्दा फेरि ल निनी कतिवटा अम्बा चोर्यो कति चोरिसक्यो अन्त के अरे रोमन दाइले त के अरे होइन आफै गरेर टिप बनायो आफै गरेर टिप भनेर नि त रोमन दाइले होइन हेर यहाँ सुन रोमन दाइ तल एक प्लास्टिक टिपेर लैजाऊ त्यो जान मिल्दैन अहिले पछि बाइक लिएर आउँला नि तल हो कि अन्त बाइक आउनु त बाटो रहेछ बनिसकेको रहेछ पुरै सुकिसक्यो छ साइडमा बाटै छ त्यो हल्का उता साइड छ नि बाटो दुईटा बोकाएर पनि सवारी मेन बोका बाबु नछेत न अहिले बस यहाँ छ अनि फोटो क्या तपाईँ चाहिँ किन आइरहनु भएको नेता आउनु कस्तो पोच हो म त मिनी भएको नाममा यताडि हातै पुरा उ गरेर आएको छ यार ल साधारण नहुने अब मान्छे कतिको वाइड एङ्गल ल यता ल भइरहेछ दाजु यहाँ अलि चिप्लो छ है बाटो राम्रो छ नि बाटो त ठिकै छ लगेर आऊ बसेर आऊ टोली लाइन बस लाइन बाटो त्यस्तो बवाल छ बाटोमा हाम्रो मम्मी नअट्न सक्छ होइन ब्यागमा सामान होइन केटा ल अलि बिस्तारै ल सादा पनि ल्याछ क्यामेराम्यान हो केही छैन मोडेन चिन्ता नले क्यामेराम्यान हो खतरा खेलाडी हो बाटो हेर न जहिलेको जोगिङ हानेर जहिलेको नि त मैले यिनीहरूलाई मोटिभेट हाने नि भाइ मोटिभेट मैले हाने ल भने हो के भन्नुसम्म भागेर ल मोटिभेट मैले हाने अब म कराएको थिएँ के भाइ त्यस्तै मोटिभेटेड यु आर मोटिभेटेड मोटिभेसन छ उ त्यहाँ छ हामी भर्खर यही बाटो आएको उ यहाँ अलिकति मात्र हो आउनु न म देखाउँछु भाइ कस्तो आइछ कस्तो आइरहेछ मैले उ यहाँ अलिकति हो गाह्रो सयुस जोसी है त अबदेखि नयाँ भ्लगर होइन केटा अबदेखि ओ फर्स्ट भ्लग र लास्ट भ्लग एउटै हो भने त गाह्रो पर्छ नि
दाजु गाह्रो भने यही हो क्या अब मम्मीहरु अस्ति राम्रो छ हैन अरु छ यो चाहिँ सर्टकट ठाउँ यहाँ अलिकति पहिरो गएको छ क्या यी यहाँ बिस्तारै उयो साइड साइडको घाँस समात्दै आउनु भन्नु होइन भेन्छ छ त यी आउन यहाँ यहाँ छ त यहाँबाट त क्लियर छ बाटै सक्छ जाले सक्दैन त्यसरी नगर न हौसला दिनुपर्छ हो यति मात्र हो खै बाटो देखाउनु न किन मुख भाइ मुख धेरै देखाउनुपर्छ है अब पछाडि आउनु नदिनु पनि खै त्यो पहिरो गएको होला बाटो देखाउनु पहिरो गएको होला बाटो देखिसक्यो मुनि है यस्तो बाटो जानुपर्छ नि बिस्तारै कहाँ माथि आउनु भा ल धेरै बुद्धि हो जस्तो ल ल ल आयो होइन आए ए भाग 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 अथा के पोल्यो सिस्नो लाग्यो जस्तो यहाँ अलिकति सिस्नो छ है उता अगाडि होइन अलिकति त्यतिर छैन यस्तो छैन अब अगाडि हिँड्नु सक्छ अब साङ्लो होइन म यहाँ आधा पहिलादेखि भारी बोकिरहेको छु त्यहाँ सिधै मुनतिर जानु अनि हो भने भिरा छ आउनु पहिलादेखि भिडियो बनिरहेको छ यता दाजु अफ गरेर सानो बनाउने हो कि के तान्ने दाजु कस्तो आइरहेको छ हेर्नु त यता नि यता 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 पछाडि चाहिँ पछाडि हेर्नु न अथा काडा यहीँ छ क्या सिस्नो अथा यहीँतिर छ सिस्नो खै यार प्यास चाहिँ मैले जिन्दगी बुझिनँ अलिपछि मुन झर्दाखेरि काम लाग्ला तपाईँहरू के हो छोडिदिनु म यतापट्टि पनि फर्काउँछु अहिले त्यही भएर हो नत्र यतिकै अगाडि मात्रै खिच्ने थियो यतिकै गरिदिन्थेँ तर आफूतिर पनि फर्काउँछु क्या लास्टतिर तर अर्को त हल्ल्या होला भने त हो दाजु त्यो त सिधै नहाले हुन्छ नि मैले बन्द गरेर राखेको छ नत्र त कतै धेरै त हल्ला खाने हात मैले आज चुप्पा आज चुप्पा कति अगाडि भयो जति हल्ला नि एउटै जस्तो आउनु रहेछ दाजु कहाँ अरूको घर गएर फोटो खिचेर बसेको छ नि यार के छान्दियो क्या हो म त के छानिदिन्छु हौ दाजु अरूको घर गएर फोटो खिच्नु परेको छ ल हेर अरूको त्यही पनि अनि तपाईँहरू फाल्टुमा घुम्यो नि त यो घरमा चाहिँ फोटो खिचेर गएको होइन भर्खरै यहीँ फोटो खिच्ने मान्छेहरू त यहाँ हुनुहुन्छ दुईजना है भिडियो बनिरहेको छ दाजु त्यो दान्नु ओ दाजु म त हर्छ क्या पुरानो गाउँको घर अघि न पूजन भाइ कहाँ हो अरे त्यो के अरे काटिदिन्छ भने आयो आयो हजुर
खै म त गामराङ घुम्नु गरी हिँड्ने पाउँछ समाउँदैन त्यो धेरै नै हल्लिँदैन ए म चाहिँ कुन दिन पछार्छु जस्तो लागिरहेछ दाजु तपाईँ चाहिँ के पड्केर के खै नि अलिकति ठाउँ यो दाजु रोक्नु रोक्नु हिँड्नु हिँड्नु अघिनको अनुसार हेर्ने हो भने हल्लेर नहल्ल्यामा होइन सिस्टमै हो म त हल्लेर नहल्लेर थाहा हुन्छ नि दाजु हामी चाहिँ अघि नै ऊ माथि डाँडा होइन यहाँ छेकिरहेको छ पछाडि निनेर आउँदै हुनुहुन्छ ए ल ढुलियो है ढुलियो यहाँ चाहिँ चिप्लिन्छ रातो माटो ल खै ऊ त्यहाँ बोतल कसरी फेल्नु अब ल ल म यहाँ भिडियो बनाउँदै आइरहेको छु मेरो हालत के होला यता हेर्ने यहाँ दाजु आए दाजु आए दाजु आए गर्नु न नि अझै मुनि पुग्छ अझै मुनि पुग्छ यो त अर्को बाटो यो झन्नै लडे चलो 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 यहाँ ढुङ्गा ढुङ्गा छ चिप्लो हुन्छ अलि तर सजिलो पनि छ रातो माटो उहु गुड्यो 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 दाजु म आए ओइ पूजन भाइ त लडा पनि भिडियो छ तपाईँहरू यहाँ थियो अघि न यहाँनिर भित्रमा चाहिँ हो नि अम्बा यहाँको चाहिँ कुहेको कुहेकोमा यो के दाबा एक स्टेप मात्र मुनि होइन तपाईँले यो 3 स्टेप कि 4 स्टेप मुनि होला अम्बा खाने भए चाहिँ यहाँनिर छ बाटोमा तपाईँहरू पुरै घुम्दै गएको रहेछ अब यहाँ यसरी छड्के जाने क्या यो हो कि एउटाको हो बाइकनबाट यो यस्तरी चाहिँ जाने म यहाँ भएपछि अरू के चाहियो त अनि अहिले फेरि बाटो त है भूकम्पमा आयो खतरा छ बाटो ल अघि यस्तो बाटो नदेखेर हामी कम त लामो बाटो घुमेर आधी घन्टामा पुग्ने ठाउँ 1 घन्टा लगाएर बस्नुभयो ठ्याक्कै 1 घन्टा लाग्यो नि तिमीहरू त्यत्रो पछि आएको मान्छे है रोक्नु रोक्नु एन्टीहरू अझ हामी चिया खाएर झर्नुहुन्छ एन्टीहरू लडेको खिच्नुपर्छ म अघि यहीँ लडे पछाडि होइन म अघि अघि नै त एकचोटि झप्पलाई लडेको थियो त म चिप्लाई थिएँ त कसरी हट्नु भाइ सक्नुभयो एउटा निनीले अर्को निनीको हुन्छ हेरौँ भिडियो बनिरहेको छ ढुङ्गा चिप्लेछ के भयो म अघिदेखि त्यहाँ माथिदेखि चिप्लेर छु भन्दैछु यहाँ अलिकति उसा क्या गिलो छ क्या भन्दैछु अघि नै यहीँ चिप्ल्याएको नि म यहाँ चिप्लिन्छ यहाँ अलिक ढुङ्गा छ यहाँ पनि चिप्लिन्छ है हेरेर आउनु बल्ल आइपुग्यो है नचिप्लिकन आइपुग्यो बल्ल म चाहिँ 2 ठाउँमा
ए दाजु रोक्नु त्यही त मलाई थाहा थियो कि बरन तपाईँलाई तपाईँलाई मैले रोकेर बस्नु भने होइन म त्यही भएर भने सजिलो ठाउँबाट लिएर जान्छु भनेर कसरी पत्दैन रहेछ कि मलाई सर्टकट थाहा थियो कि अस्ति मैले साथीसँग नि गइसकेको छ क्या माथि 3:30 लगेर ल मुन्ज अरे 2 बजे आएकोहरू 3:30 साह्रै घन्टामै माथि पुगेर तल हाई गरे होइन अब लाउनु अब गर्नु होइन सिधै हो अब त अब कुनै पनि सर्टकट छैन अब सिधै हो यहाँ त हामी रेस खेल्दै आएको नि त रिजर्भ है को चाहिँदैन भयो छोडिदिनु पछि गएर सुल्कै लाग्छ म त भागेँ निनीहरू पनि यार लास्टै भाइ भयो यार हो खाना हतार भन्नु न पर्यो अन्त त्यहाँ पुगिसक्यो होइन निनीहरूले मलाई खोज्दै अरे यहाँ मलाई यार म जस्तो सोझो मान्छेलाई त्यो केटीहरूले के सोचेला हो दाजु म जस्तो होइन बाइक लिएर आउनु पर्यो भएन बियर भाइ भिडियो रेकर्ड भइरहेछ म त भाइ टी सर्ट लाउने त्यो सानो मात्र टिपाउ त्यो टाउको माथिको पूजन भाइ आयो पूजन भाइ गयो पूजन भाइ हिरो 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 हिरोको एन्ट्री फाल्टो के भयो भाइ खाने मलाई होइन कि तपाईँ खानु तपाईँलाई फ्री माल दिनु रातो भने मोज गर्नु धन्य आज म अलिकति चाँडै हिँड्छु न त निनीले त्यहीँ पुगेको भयो छ यहाँ ल फाइनली हामी चाहिँ अब माथि गुम्बाबाट भकुण्डे पुग्न लागेको छौँ होइन माथिबाट अब पुग्ने पछाडि होइन पर्दैन उता मुनि उसलाई दियो भइहाल्यो नि मम्मीहरूलाई माइजू र उसलाई क्या भाउजूलाई खानु यो पनि बिग्रेको पऱ्यो भनेर दिमाग खराब हुन्छ मैले त यहाँ फर्स्ट टाइम टोकेको फर्स्ट टाइम टोकेकोमा किरा क्या मलाई यहाँले शराब दिएको होला क्या यस्तो मिठो त्यही त मैले भने न बाइक लिएर मिल्छ क्या अब मिल्छ अघि नै मिल्थ्यो है धेरै पान्नै आएको रहेछ नि अघि पनि त्यही त मात्र डर लाग्दो भयो यतापट्टि छैन तर उतारि छ क्या धेरै तर बाइक बगाइहाल्थ्यो आइसकेछ भाइ यतिकै राखिरहेको धोएर धने सिनेमेटिक सिन
अनि अन्त तपाईँको भन्नु खतरा आउँछ दाजु जुत्ता पुगाल्दै ओइ अब बढी नै पो पाएको चाहिँ भाइ चाहिँ आफ्नै मोजमा हुनु चाहिँ क्या जुत्ता धुँदै खिचिरहेको छु त भिडियो खिचिरहेको छु त ल अब हामीले चाहिँ होइन धोएर भइसक्यो उताडि भ्लगर एडिट गर्ने मान्छेले ऊ जाऊ भाग्दै हुनुहुन्छ यता अब यिनीहरू पनि अब काम सिकिसक्यो अरे मजाले अब भिडियो सिडियो बन्यो टिकटकको लागि बेलुका होइन अब लास्ट चाहिँ ल अहिले चाहिँ लास्ट हो हाम्रो भ्लग है त ल बेलुका अर्को आउँछ है